त्यो देखा न खत्तै देखा ल खाऊ अलिक खुल्ला ओ माय गॉड फलो गरे एकचोटि सबैजना खै कतिजना फलो गरे मलाई फलो गर न तिमीहरू 5 जना फलो गर्नु पर्ला सबैजना एकजनाले 5 जनाले शेयर गर्ने गर्छ के गर्छ भन्दाखेरि बुढो एनी काम गर्छ हैन त गाइस त्यो त 100% आबे व्यक्तिको वस्तु दाम चाहिँ हेर्न दामी छ कस्ता मेरो त यसरी पुरै समात्यो हैन पुरै डगीमा ल्याम गरे चक्रे त पुरै स्वर्ग पुग्छ होला कसैले देखेन भन्दैन गाइस देखेन गाइस हेरेन गाइस भन गाइस सबैजनाले हेरेन भन है देखेन रे कसम देखेन भन्दा कस्तो मिक्सर खोलेर ल्याप एकचोटि एउटा देखाइदेन भित्र साथै खोलेर एकचोटि चोरी रुक्न अहिले एकचोटि वार्निङ आओस् अनि वार्निङ आउने बित्तिकै अर्को चोटि काट्नु पर्छ नि त अनि त्यतिखेर हेर्नेको लागि गाइस काट्नु पर्यो न तिमीहरू भ्युअर यही छैन क्या तिमी भ्युअरहरू बुझ्यौ नि तिमीहरू भ्युअरको बिचमा ट्याप ट्याप गर्ने बेला मुला जाँठाहरू गेडामा हात राखेर बस्छन् अनि ट्याप ट्याप गर्दैन अनि हेर्ने कि हेर्ने कस्तो कुरा गरेको गेडामा हात राख्नु परेन त अनि पुरै यस्तो पुरै छोल्दै होला गरिरा होला अनि यस्तो के कुरा गर्छस् क्या यार त पनि त्यही माटनी ओइ बेस्टु तेरो नि हेरौँ न त मेरो त यार उठेकै छैन के देखाउनु उठ्या पो देखाउनु उठ्दैन यार कहिले आएर हालेर बेस्टले गर्दै खेलाएर उठ्यो भने मात्रै नत्र त गाह्रो छ हो ए मेरो यस्तो बिचमा हालेर उठान त आइज यस्तो बिचमा पुरै म यस्तरी गर्छु अनि तरी लम लम ट्याप ट्याप गरेर एकजना ट्याप ट्याप गरेर त मरिजाउँ लाग्यो ट्याप ट्याप गरेर तिमी यस्तो नमुनाहरू छौ ट्याप ट्यापै गर्दैन तिमीहरू कसरी तिमीहरूलाई मैले यार इन्टरटेनमेन्ट दिने गाइस ट्याप ट्यापै गर्दैन अनि तिमीहरू हेर्ने गर्छन् क्या मुला गर्छन् छोड्दैन अनि ट्याप ट्यापै गर्न मान्दैन ए हेर्ने बेला फेरि हेर्ने भनन् मलाई हेर्ने बेला ट्याप ट्याप गर न फलो एकजनाले फलो गरे होइन कम्तीमा यहाँ 5-6 जनाले फलो गर्नु पर्यो खै म अहिले हेर्न फेरि आयो फेरि यही गाइस सबजनाले मेरो भिडियोमा गएर लाइक कमेन्ट गर त गाइस सबजनाले फेरि खोलेर ल्यामा देखाइदिए नि आएछ जे चोरी देखाइदिए नि एउटा उतापट्टिको देखाइदिए यतापट्टि त्यो देखा न खत्तै देखाइदिए अलिक खुल्ला ओ यार म लाइभ काटेर आउँछु गङ्गु र मेरो लपल जस्तो लाग्थ्यो जस्तो लाग्छ कि क्या त्यस्तै लाए ओइ सुन मलाई के तिमी क्या राम्री लाग्छ कि राम्री मान्छे राम्री लाग्नु पायो 14,000 हो खेल्दिन उसको कम त मान्छे छैन यहाँनिर मलाई त सुन न गङ्गु मैले तिम्रो भिडियो कहिलेदेखि हेरेको थाहा छ लकडाउन 2022 देखि हेरेको म त्यतिखेर कति क्लासमा पढ्थेँ म बच्चै थिएँ पहिला हो भनेपछि त धेरै अगाडि तर खतरा राम्री लाग्थ्यो तर के अनि यार हारे भने मेरो हारे भने म भाग्छु होइन नभएको त्यस्तो नगर न कस्तो हो र तिमी बस न मसँग कस्तो मजा आउँछ मसँग बस्यो नि कति रमाइलो हुन्छ तिमीले कसैलाई फलो ब्याक दिँदैन हो मलाई देऊ न किन होइन के कसम के मलाई दिए नि मेरो सपना पुरा हुन्छ कि दिन्छौ सपना कति धेरै हो कस्तो